हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग र आज चाहिँ पर्थबाट चाहिँ यो ब्लग सुरु गर्दैछु र आजको हाम्रो यो फर्स्ट घुमघाम कार्यक्रम रहेको छ र आज हामी चाहिँ सन भ्याली चाहिँ घुम्न जाँदैछौँ। तपाईहरुलाई बाँकी रहेको कुराहरू चाहिँ म ब्लगमा देखाउँदै जानेछु। भिडियो पुरा हेर्दै गर्नु होला है त। ल दाइ कस्तो लागिरहेछ आजको हाम्रो यो घुमघाम कार्यक्रम? आजको हाम्रो कार्यक्रम चाहिँ अब हेरौँ बल्ल जाँदैछौँ स्वान भ्याली। हामी स्वान भ्याली किन जाँदैछौँ आशी? ल यसको जवाफ चाहिँ यहाँ दिदीले दिनु ल दिदी। कहाँ जानु लाग्यो बाबु यहाँ भनिदेऊ। ग्रेप्स पिकिङ भनिदेऊ न। ग्रेप्स टिप्न जाने भनिदेऊ न। स्वान भ्याली पर्थको र यो वर्ल्डकै एकदमै राम्रो भ्याली भनेको छन्। अब हामी गएको छैन, बल्ल जाँदैछौँ पहिलोपटक। टिकटकभरि छ स्वान भ्याली। ओके ल है त हाम्रो यात्रा जारी छ। अब हामी त्यहाँ पुगेपछि चाहिँ अझै थप देखाउँछौँ होइन? थप देखाउँछु। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले चाहिँ टोटल्ली नेपालको जस्तो डाँडाकाँडाहरू चाहिँ देख्न थालिसकेको छ। हामी चाहिँ एकदम एक्साइटेड छौँ यो ठाउँमा जानको लागि। रमाइलो भइरहेछ है त। ल हामीले यता हेर्न सक्छौँ यतातिर कस्तो राम्रो चाहिँ ग्रेप्स फार्मिङ रहेछ। यो हाम्रो देशका चोर नेताहरूले गर्दाखेरि दुःख पाइयो, विदेशमा आएर यो देखाउनु परेको छ। यस्तो वातावरण क्रिएट गरिदिने हो भने हाम्रो देशमा पनि सुन फल्छ है त। ल त्यही भएर अहिलेको पालि चाहिँ भोट घन्टीमा हालौँ सबैले। अब की बार बालेन सरकार। ल गाइज हेरौँ यही हो ग्रेप्स फार्मिङ। म नजिकबाट पनि देखाउने छु। हेलो गाइज हामी चाहिँ यहाँ अङ्गुर टिप्नको लागि चाहिँ अब इन्ट्री भइसकेका छौँ। यहाँ चाहिँ हामी देख्न सक्छौँ, यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ। ल हेर्नु अङ्गुर झुप्पा 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 झुप्पा। तर हामी यहीँ नजिकै टिप्दैनौँ, अलिकति त उतापट्टि गएर हेर्छौँ अङ्गुर कतिको छ भनेर। एकदम राम्रो। ओ माई गड, नेपालमा पनि यति गर्न सक्ने भने कति राम्रो हुन्छ। ल है त म तपाईँहरूलाई देखाउँदै जानेछु। अङ्गुरको झुप्पो अङ्गुरको झुप्पो अङ्कललाई खाइदेऊ। वाउ थ्याङ्क यू, सो नाइस। ल यता हेर के खाएको हौ बाबुले? के खाएको? ग्रेप्स खाएको? मिठो छ? मिठो छ भन न। Come on, Adbi. Let's go. So many grapes. Wow. यो चाहिँ रेड अङ्गुर। ल है त यो भर्खरै फल्न सुरु गरेको वाला हो। यो चाहिँ सिडेड है, भित्र सिड छ तर यस्तो राम्रो तरिकाले फलेको नि। ओ माई गड, गरे के हुँदैन, गरे के हुँदैन। यत्तिकै नेपालमा चोर नेताहरूलाई गाली गर्नु परेको हो त।
हाम्रो बाबुले आज ग्रेप्स टिप्दैछन् एक एकवटा टिप्दै ए यता एक एकवटा टिप्दैछन् यिनले यता बाबा यता आन्टी उता मम्मी यहाँ सानो बाबुले एक एकवटा टिप्दैछ ल एक एकवटा है खै मम्मी चाहिँ देखिनु भएन अलि बस्नु पर्यो ल ल अनि यता भिडियो खिच्दै गरेको चाहिँ यता अङ्कल ल म चाहिँ यता छु है त ल उत्पातै गर्मी ओ माई गड गर्मी चाहिँ कडै छ ल बाबु रमाइलो भएको छ रमाइलो भएको छ रमाइलो बच्चा ल रमाइलो ग्रेप्स भयो अरे यो चाहिँ हाम्रो के अरे भगवान् रामलाई चाहिँ उसले खाँदै विचार गर्दै रामलाई राखेको जस्तै भयो चाख्दै जुन गुलियो छ होइन मेरो भगवान्लाई खुवाउँछु भनेर ल राख क्यान आई पुट दिस ल के गरेको तिमीले अङ्गुर टिपेको अङ्गुर फार्ममा आएर ओके हातले अनुहार छेकियो कि भएन ल है त अङ्गुर ए अङ्गुर हो ल हामी चाहिँ अब झोलाभरि अङ्गुर टिपेर फर्किन लागेको र अबको बाँकी जिम्मा क्यामेराको जिम्मा चाहिँ अब यहाँ दिदीले लिनुहुन्छ कस्तो लागिरहेको त अङ्गुर टिपेर गाइस अङ्गुर टिपेर एकदम रमाइलो लाग्छ एकदम रमाइलो झोलाभरि तर अलिक गर्मी रहेछ गर्मीले हामी अलिअलि रातो रातो भएको छौँ होइन तर एकदम रमाइलो रहेछ होइन ल ल अद्बिक ड्याडी आऊ हामी ग्रेप्स टिपेर आएको भने कति धेरै टिप्यो धेरै ग्रेप्स टिप्यो कुन कलरको ग्रेप्स टिप्यो कुन कलरको ग्रिन कलरको ग्रेप्स टिप्यो हामीले ल हामी मस्त ग्रेप्स किनियो ग्रेप्स खान नि खाइयो मस्त तर एकदम गर्मी भएर धेरै बेर बस्न सकिएन हाम्रो यो स्वान भ्यालीको चाहिँ यो ग्रेप्स पिकिङको यात्रा यहीँ के भएको छ यहीँ टुङ्गिएको छ च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला ल हाम्रो यो चाहिँ च्यानललाई सब्सक्राइब लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सब्सक्राइब प्लिज थ्याङ्क यू